ल सुरु भयो है त। ल फिफाले चाहिँ अफिसियली यो दिया रहेछ, ब्र्याकेट दिया रहेछ। हामी अब डिस्कस गरौँ न त, वर्ल्ड कप कसले लान्छ, को ग्रुपमा कति फिनिस गर्छ भनेर। ल ग्रुप ए को डिस्कसन गरौँ है त। अब ग्रुप ए मा चाहिँ ग्रुप ए को मेक्सिको छ। कोबाट सुरु गर्ने? यसमा कुनै डाउट छ र? मेक्सिकोले ग्रुप टप गर्छ जस्तो लाग्छ, किनकि उनीहरुसँग होम एडभान्टेज छ हैन। अब हैन र यो त मेक्सिको नै बलियो देखे नि टिम त, एकदम बवाल। मेक्सिको नम्बर 1 मा। अब अथवा मिडफिल्डर्स, ब्याकवर्डर्स दोस्रोमा कम्पेरिजन गर्ने नि। यस्तो छ अब साउथ अफ्रिका। तिमीलाई के लाग्छ? म बोल्नु है पहिला। 2010 पछिको फर्स्ट टाइम क्वालिफाई भएको छ साउथ अफ्रिका हैन। 2010 मा होम कन्ट्रीमै आफ्नो अब सुरुवात गरेको, जसमा फ्रान्सलाई पनि यिनीहरूले हराएको जस्तो लाग्थ्यो मलाई। 2010 मा स्टेजमा ड्र गरेको थियो, त्यो दुईटा चाहिँ गरेको थियो। त्योभन्दा पनि त्यो फर्स्टमा चाहिँ यिनीहरूको साउथ अफ्रिका भर्सेस मेक्सिको नै थियो कि फर्स्ट गेममा, जस्तै बफाना टाइपको भाइसवाला गोल रहेको थियो। तर अब एसियाबाट हेर्ने भने चाहिँ कोरिया नै छ दाइ सबभन्दा अब अहिले कोरियामा लक हान्दै त दोस्रो नम्बरमा। तपाईँ त दाइलाई के लाग्छ? कोरिया कि चेक रिपब्लिक पनि अब राम्रै टिम हो हैन? मलाई चाहिँ चेक रिपब्लिक लाग्छ। कोरिया र चेक रिपब्लिक चाहिँ एकदम कम्पिटिसन पर्छ के। कम्पिटिसन चेक रिपब्लिक चाहिँ सेकेन्ड सम्म आउँछ जस्तो लाग्छ। चेक चाहिँ मलाई चाहिँ कोरिया लागिरहेछ मनमा मस, किनकि के गर्ने ल केटाहरु ल भन्नु। कोरिया कम्पिटिसन पर्छ। ल ठीक छ, कोरियालाई राखौँ। ल कोरियालाई राखौँ। ल ठीक छ। थर्डमा चेक गर्छ साउथ अफ्रिका लाग्छ हैन। साउथ अफ्रिकालाई यसपालि पनि लक लागेन भन्ने हामी बुझौँ हैन। यसो गरौँ न, ग्रुप बी को पहिला डिस्कसन गरेपछि अनि लास्टमा सेलेक्ट गर्ने बेला चाहिँ अनि सेलेक्ट गर्ने। अब ग्रुप बी मा चाहिँ हाम्रो क्यानाडा छ, हाम्रो अब अमेरिकाबाटै भयो हैन। युरोपबाट अब बोस्नियाहरु चाहिँ रहेछ। अब एसियाबाट कतार छ र स्विजरल्यान्ड छ। ल दाइ के लाग्छ तपाईलाई? अब यो ग्रुपमा पहिला पिपी दाइबाट सुरु गरौँ न। अब क्यानाडा र कतार, स्विजरल्यान्ड चाहिँ पहिला जस्तो रहेन हैन। तर नरहे पनि बलियो त, यिनीहरुको कम्पेरिजनमा बलियो छ। मलाई चाहिँ के लाग्छ भन्दा चाहिँ स्विजरल्यान्ड ले टप चाहिँ गर्दैन, क्यानाडाले टप गर्छ मेरो विचारमा है। क्यानाडाले टप गर्छ, स्विजरल्यान्ड सेकेन्ड आउँछ जस्तो लाग्छ। अब स्विजरल्यान्ड भनेको जहिले युरो कपमा पनि वर्ल्ड कपमा पनि लगभग जहिले खेलिरहेकै हुन्छ तपाईको। अब राउन्ड अफ 16 र क्वार्टर फाइनलमा पनि पुगिरहेको हुन्छ। उनीहरुसँग त्यो एक्सपिरियन्स चाहिँ छ के स्विजरल्यान्डसँग। जस्तै सकिरीहरु त छन् कि छैनन् यसपालि? तर यसपालि चाहिँ सकिरी थाहा भएन सकिरी के छ। क्यानाडा मलाई चाहिँ हो यिनीहरुको होममा हैन, यिनीहरुले अर्गनाइज गरेको अहिले चाहिँ अलि कडै खेल्छन् कि जस्तो लाग्छ। त्यही भएर यो टिम यो टेबल चाहिँ टप गर्छन् कि जस्तो लाग्छ। क्यानाडा फर्स्ट, स्विजरल्यान्ड सेकेन्ड, बोस्निया थर्ड हुन्छ कि के थाहा केटा। इटालीलाई हराएको प्लेअफमा भन्न सकिन्छ। इटाली फेरि अब इटालीको फर्म त्यस्तो रहेन हैन। मलाई चाहिँ यो ग्रुपमा के लाग्छ भन्दाखेरि स्विजरल्यान्डले टप गर्छ जस्तो लाग्छ कि। अब क्यानाडासँग त होम एडभान्टेज छ। अब उनीहरुको प्लेयरको कुरा गर्नु पर्दाखेरि जोनाथन डेभिस र स्विजरल्यान्ड र क्यानाडा कम्पिटिसन हुन्छ। स्विजरल्यान्ड चाहिँ दुईटा हो टपमा। स्विजरल्यान्ड नै टपमा राख्दिउँ त नम्बर 1 मा। अब जाका पनि छ हैन। अब युरोपको अलि राम्रो भनौँ जे पनि प्लेयरहरु, अलि एक्सपिरियन्स प्लेयरहरु पनि छन्। पहिला वर्ल्ड कप खेलेको एक दुईवटा टिम प्लेयरहरु पनि होलान्। अब कतार भनेको अब भनौँ न यसो हेर्दाखेरि चाहिँ सबभन्दा उही कतारै देखिन्छ यसमा। कतारै देखिन्छ। यही त हो नि हैन। केही चेन्ज गर्नुपर्छ पर्दैन चेन्ज। यही देख्छ ल। ग्रुप सी चाहिँ खतरनाकै छ के। ग्रुप सी चाहिँ खतरनाकै छ। ग्रुप सी को बारेमा चाहिँ अब हल्का डिस्कस गरौँ सबभन्दा पहिला चाहिँ हैन। ल अनिसबाट सुरु गरौँ न त। अब ग्रुप सी को कुरा गर्नु पर्दाखेरि अब ग्रुप अफ डेटै जस्तो लाग्छ के मलाई। अब ब्राजिल र मोरोक्को कुरा गर्नु पर्दाखेरि दुईटा टिम बवाल नै छ नि हैन त। अब मोरोक्को कुरा गर्नु पर्दाखेरि उनीहरुको के रे अफ्रिकन नेसनको त्यो लिग हुन्छ के रे हुन्छ नि, कन्ट्रीबाट गेम हुन्छ नि। उनीहरुले जितेर आएको। अब स्कटल्यान्डको कुरा गर्नु पर्दाखेरि स्कटल्यान्डले नि वर्ल्ड कप क्वालिफायरमा त राम्रै खेलेको थियो नि। अनि ब्राजिल कुरा गर्नु पर्दाखेरि अब फर्स्ट टाइम एन्जोलिटी आउने बेलामा त्यति स्टेबल थिएन, राम्रो थिएन। अहिले जे होस् अब रिसेन्टली उनीहरुको म्याचेसहरु हेर्दाखेरि राम्रै खेलिरहेछ ब्राजिलले। अब ओपनिङ गेम ब्राजिल भर्सेस स्कटल्यान्ड नै छ यो। यसरी ब्राजिल भर्सेस मोरोक्को नै छ यो ग्रुपमा। त्यो गेम मेरो नजरमा चाहिँ त्यो ड्र हुने एकदम हाई देखेको छु मैले प्रोबेबिलिटी। यो गेम जस्तै 2-2 वा 1-1 यस्तो टाइपको होला। अब त्यो अथवा यो ग्रुपमा चाहिँ अब यो गेममा चाहिँ जसले जित निकाल्छ त्यसले सहजै यो ग्रुप टप गर्ने देखिन्छ। अब यो ग्रुप टप गर्ने भनेको कि ब्राजिल कि मोरोक्को नै हो।
त्यो त अब ग्यारेन्टी मोरोक्कोलाई पनि हामीले कम गर्न आँट्न सक्दैनौँ किनभने लास्ट टाइम थाहा छ अब त्यही प्लेयरहरू नै छन् लगभग होइन, कोच फरक छ होला। ब्राजिलको कुरा गर्नु पर्दाखेरि ब्राजिललाई चाहिँ एन्सोलेटी लिएर आएको छ यसपालि, एक्सपिरियन्स म्यानेजर पनि छ। उसलाई चाहिँ कसरी चाहिँ कुन प्लेयरहरू खेलाउने, कसरी खेलाउने, कुन ट्याक्टिक्समा आउने होइन, कसरी भने खेल्ने, अब लगभग लामो समय पनि भइसक्यो, लगभग 1 वर्ष बढी भयो होला एन्सोलेटी आएको। सो म चाहिँ अब ब्राजिललाई टप देख्छु यो। म अर्को एउटा कुरा म पनि ब्राजिल चाहिँ टपै भनौँ। ब्राजिलको कुरा गर्नुपर्दा अब ब्राजिल अब अमेरिकामा त लास्टै गर्मी छ नि त। अब उनीहरू त साउथ अमेरिकन टिम भयो ब्राजिल भनेको, अनि ब्राजिलियन लिगबाट धेरै प्लेयरहरू उठाएको छ। अब त्यो गर्मीमा उनीहरू एड्याप्ट गर्न सक्ने प्लेयरहरू छन् नि त त्यहाँबाट लिएर आएको छ। त्यही माथि कार्लो एन्चेलोटीको कुरा गर्नु पर्दाखेरि भिनिसियसलाई कसरी अनलक गर्ने, कसरी खेलाउनु पर्छ उसलाई सब थाहा छ नि त, त्यो कुरा पनि छ। तर त्यो कुराले गर्दाखेरि चाहिँ म चाहिँ ब्राजिललाई टपमा राखिदिन्छु, सेकेन्डलाई मोरोक्को र थर्डमा स्कटल्यान्ड। यही होइन र? ल ठिक छ किनभने फेरि टाइमको पनि कुरा आउन सक्छ फेरि यहाँ अब होइन, फेरि स्ट्रिम कतिसम्म रेकर्ड हुन्छ त्यो चाँडो गरौँ। ग्रुप डीमा जाउँ ल। अब ग्रुप डीमा त भन्नै परेन, टर्की फर्स्ट। टर्की एकदम बबाल टिम छ होइन, तर पाराग्वे पनि होइन। यो ग्रुप अलिकति हेर्दाखेरि सहज देखे पनि अलिकति अनौठो जस्तो छ क्या दाइ। फेरि किन म अनौठो ग्रुप अफ डेट चाहिँ डेटै जस्तो अनौठो, यो तिनटामा चाहिँ अनौठो हुनुहुन्छ किनभने अस्ट्रेलिया अब यहाँ अब एसियाबाट टप अस्ट्रेलिया लगभग राम्रै फुटबल खेल्छ। लास्ट टाइम पनि राउन्ड अफ 16 क्वार्टर फाइनलमा पुगेको थियो, राउन्ड अफ 16 अर्जेन्टिनासँग पराजित भएको थियो। टर्की हेरौँ भनेको एकदम अनप्रेडिक्टेबल टिम हो। यिनीहरूले कुनै टुर्नामेन्टमा फेरि बवाल खेलिदिन्छन्, कुनै टुर्नामेन्टमा वर्स खेलिदिन्छन् होइन। अब युरोपका टप प्लेयरहरू पनि अब डेमिरल जस्तो अब हाम्रो आडागुला प्लेयरहरू पनि छन्। पाराग्वे अब यो साउथ अमेरिकन कन्डिसनमा बवालै खेल्ने टिम हो आफ्नो होममा। अब यो अमेरिकामा पनि अब हट कन्डिसनमा चाहिँ यिनीहरू जे भए पनि अमेरिकन टिम हो, यिनीहरूले राम्रै गर्छन् जस्तो लाग्छ। अब अमेरिका त होम कन्ट्री भइहाल्यो होइन। अब एकदम यो प्रिडिक्ट गर्नलाई एकदमै गाह्रो छ यो ग्रुपमा चाहिँ। अब यस्तो गरिदिउँ हामीले, अमेरिकाको अब उनीहरूले अर्गनाइज गरेको भएर उनीहरूलाई सेकेन्डमा राखिदिउँ, अनि प्याराग्वे र अस्ट्रेलियामा यो चाहिँ के गर्ने ल भन ल। थर्डमा पाराग्वे नै राखौँ न। थर्डमा पाराग्वे, लास्टमा पाराग्वे राखौँ। अस्ट्रेलियालाई चाहिँ यसपालि अब ग्रुप ई चौथोमा राखौँ। ग्रुप ईमा चाहिँ धेरै डिस्कस गर्नु परेन जस्तो लाग्छ मलाई होइन। अब एकदमै जर्मनीलाई त ग्रुप फेभरेटमै राख्दै हुन्छ टपमै। अब सेकेन्डको लागि भनेको चाहिँ आइभेरी कोस्ट र इक्वेडर कन्डिसनमा चाहिँ इक्वेडर अब इक्वेडर राम्रो छ नि यार। इक्वेडर त अब डिफेन्सिभ स्ट्रङ छ नि। अघिल्लो त्यही क्वालिफिकेसन गेममा त पुरा जम्मा 5 गोल खाए जस्तो लाग्थ्यो टुर्नामेन्ट। म त इक्वेडरलाई राख्नु भन्छु है रनर अपमा। ल इक्वेडरलाई हामी यिनीहरू बेस्ट टिम भएर जान्छ भनौँ न। थर्डमा कुरासाओलाई चाहिँ फोर्थमै राख्नु। सही बाइ भनेर यो पहिलो चोटि वर्ल्ड कप खेल्दै आएको टिम हो कुरासाओ। ग्रुप एफमा जाउँ अब हामी। यो झन् के छ यसमा जापान भनेको अब हामी सबैलाई थाहा छ। ग्रुप एफमा चाहिँ अब युरोपियन अब फेभरेट नै हो अब नेदरल्यान्ड होइन। अब यसपालि प्रेडिक्ट पनि नेदरल्यान्ड फाइनल पुग्छ भने त्यही भएर अब यो जापानले सक पनि गर्न सक्छ, किनभने जापान पनि अब वर्ल्ड कपमा चाहिँ जहिले पनि राम्रो प्रदर्शन गरिरहेको। त्यही भएर अब धेरै यसलाई डिस्कस नगरौँ। यसलाई मेरो जसरी छ त्यसरी राख्दिउँ। हो ठ्याक्कै दाइले भने जस्तै ल ठ्याक्क भन्नै परेन है यो। ल ग्रुप जी ल। अब ग्रुप जीमा पनि हल्का अब मेरो प्रेडिक्सन चाहिँ मलाई के लाग्छ भनेपछि चाहिँ अब बेल्जियमलाई टप नै राखिदिउँ होइन। सबैजनाले एक्ट पनि गर्नुहुन्छ होला। अब यहाँ चाहिँ म अलिकति इजिप्ट भन्दा पनि म चाहिँ इरानलाई अब अलिकति रनर अप इजिप्ट पनि अफ्रिकाको जाइन्ट नै हो अहिलेको रिसेन्ट टाइममा हेर्ने हो। तर अहिले 1 वर्षमा अलिकति खस्केको जस्तो पनि छ इजिप्ट पहिला। अब यो फेरि इरान चाहिँ अमेरिकामा जाँदाखेरि अलिकति यो अमेरिकन र इरानको वारले गर्दाखेरि इरानलाई प्रेसर पनि होला होइन। यो पनि कुरा छ फेरि। विजय दिएको छैन नि, उता मेक्सिकोमा गएर ट्रेन गरिरहेछ। तर पनि मलाई किन भित्रबाट चाहिँ इरानले नै रनर अप गर्छ जस्तो पनि लाग्छ। अब इरानै हाल्दिउँ। मलाई पनि इरानै जस्तो लाग्छ। इरानै लाग्छ होइन। थर्डमा इजिप्ट अफ कोर्स। थर्डमा इजिप्ट। अब ग्रुप एच को कुरा गर्नु पर्दाखेरि यो यसमा धेरै डिस्कस गर्नु पर्दैन। स्पेनलाई टप गर्दिउँ, उरुग्वे साउदी
ल ठिकै छ साउदी र केप बर्डे ल ठिक छ। अब ग्रुप आई को कुरा गरौँ। ग्रुप आई को कुरा गर्नु यो ग्रुप टप छ फेरि एकदमै। अब यो ग्रुपमा चाहिँ 3टा टिम चाहिँ एकदमै बवाल देखिन्छन्, फ्रान्स, अँ। सेनेगल, नर्वे हैन। अब 3टै टिम युरोपमा फ्रान्स बवाल, अफ्रिकाबाट सेनेगलले राम्रै गरिरहेछ। युरोपमा अहिलेको एकदमै डार्क हर्स भनेका सबैले नर्वे पनि हो। नरहने भनेको छ। अब दाइ के भन्नुहुन्छ? यसमा अब दाइबाट जम्ला यसमा चाहिँ अब फ्रान्स त भन्नै पर्दैन, बवाल टिम छँदैछ। सबै टिम बवाल नम्बर टिम 1 छ। खेलाडीहरू छन् अँ। सबै हैन। यो फुलन सबै फुलन चाहिँ नम्बर 1 राख्नु फ्रान्सलाई हैन। नम्बर अब 1 हो। भनेको सेनेगल र नर्वेको कुरो हो। सेनेगल अँ। अफ्रिकाको डन भइहाल्यो हैन। नर्वे अहिले हाल्यान्ड सहितको एउटा युद्ध लड्ने आए जस्तो हैन, खतरा टिम भएर आएको छ। ल अट्याक त्यही- विन अब सिक्समै यसमा लक चाहिँ मलाई लाग्छ गरिदिन्छ सेनेगलले नर्वेलाई। सेकेन्ड चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। मलाई पनि त्यही लाग्छ सेनेगल। यस्तो फेरि यो सेनेगलमा पनि एकदमै अहिलेको युरोपका अब चेल्सीदेखि लिएर यो अब इङ्ग्लिस प्रिमियर लिगदेखि लिएर अब यो भनौँ न फ्रेन्च लिगदेखि लिएर अब बुन्डेसलिगादेखि लिएर एकदम राम्रो प्लेयरहरू पनि छन्। अब नर्वेमा हेर्ने हो भने त्यस्तै खालको प्लेयरहरू छन् फेरि अहिलेका टप। अब तैपनि अब हल्यान्डको टिमको कारणले गर्दाखेरि अब अहिले हल्यान्डदेखि लिएर अब ओडेगार्डदेखि लिएर अब अलि अब प्लेयरहरू छन् कि एकदमै युरोपमा अहिलेको डिमान्डेड प्लेयरहरू नर्वेबाट आइरहेको छन्। अब अन्डर 19 अन्डर 21मा पनि नर्वेले राम्रै गरिरहेको छ। अहिले यङ जेनेरेसनमा पनि प्लेयरहरू त्यहाँबाट नै आइरहन्। म चाहिँ नर्वेलाई चाहिँ अब सेनेगल राम्रो हुँदा पनि नर्वेले अलिकति अब यो वर्ल्ड कपको जुन क्वालिफाइङको जुन फर्ममा छ त्यो कारणले गर्दाखेरि नर्वेलाई चाहिँ रनरअपको एज लाग्छ कि हामीले यस्तो भन्दै भोलि फ्रान्स थर्ड हुन पनि बेर छैन यो ग्रुपमा चाहिँ फेरि। छैन थर्ड बेस्ट टिम भएर जान पनि बेर छैन, किनकि सेनेगल पनि बवाल छ, नर्वे पनि। नर्वेको कुरा गर्नु पर्दाखेरि डिफेन्स चाहिँ खतम छ, उनीहरूको मिड पनि ठिकै छ, अट्याक बवाल छँदैछ हैन। अब ग्रुप जेमा जाउँ हामी। ग्रुप जेमा चाहिँ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना रहेको छ हैन। अब अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, अर्जेन्टिनालाई राखिहालौँ। अर्जेन्टिना, अल्जेरिया र थर्डमा अस्ट्रिया, यो नो डाउट हैन, यो डिस्कसनै गर्नुपर्ने। अल्जेरियामा राम्रो बलरहरू छ, तर जिदानको छोरो छ। अस्ट्रियालाई सेकेन्ड राख्नुपर्छ जस्तो लागिरहेको मलाई त। अब राफ फ्याग्नीको टिम हैन एकदमै राम्रो छ। अब तिमीले भनेको हो, तर अस्ट्रियाको फर्म खासै राम्रो छैन के अहिलेको फर्म हेरेर हामीले यो गर्यौँ हैन। अल्जेरियामा राम्रो बलरहरू छ, जिदानको छोरो छ, मारेज छ। ल हुन्छ ल। अब ग्रुप के को कुरा गर्नु पर्दाखेरि ग्रुप के को पोर्चुगललाई यसमा पनि अलिकति डिस्कस गर्नु पर्यो। यो यसमा कोलम्बिया र पोर्चुगलमा त्यो गेम जसले जित्छ त्यसले ग्रुप टप गर्यो ग्यारेन्टी। अब कुरा के आउँछ भन्दाखेरि कोलम्बियाको अहिले रिसेन्टली फर्म अलिक खस्किरहेछ। अब होमेस रोड्रिगेजले कस्तो खेलाउँछ। अब के अरे त्यो कोपा अमेरिकामा बवाल खेलेर फाइनल पुगेको थियो नि त। त्यो कुराले म्याटर गर्छ। अब यसमा जस्तै डिआर कङ्गो र उज्बेकिस्तान दुवैको धेरै लाभ। उज्बेकिस्तानको त फर्स्ट वर्ल्ड कप नै होला, डिआर कङ्गो पनि लगभग फर्स्ट नै जस्तो अब यो दुईजनालाई यो कोलम्बिया र पोर्चुगलले पेल दिइहाल्छन् यो ग्रुपमा। त अहिले अब ओभरअल ब्यालेन्स स्क्वाड र अहिलेको युरोपको टप प्लेयरहरू हेर्दाखेरि पोर्चुगल धेरै स्ट्रङ नै छ। पोर्चुगललाई 1मा राखौँ, कोलम्बियालाई रनर अप नै राखौँ, उज्बेकिस्तानलाई थर्डमा राखौँ हैन त। यो नो डाउट यो। ल अब ग्रुप एलमा धेरै डिस्कसन गर्नु पर्दैन। पानामा लास्ट नै हुनेवाला छ हैन। अनि त्यसपछि अब यहाँ इङ्ल्यान्ड, क्रोएसिया, घाना। अब घाना र घाना अब वर्ल्ड कप एकदमै घातक टिम अहिले खतमै छ। तर अहिले हेर्दाखेरि पर्फर्मेन्स एकदम ठिकै छ। अब ठिक छ, इङ्ल्यान्डलाई फर्स्ट, क्रोएसियालाई ठिकै छ। तर क्रोएसियाले नै ग्रुप घानालाई लास्ट पार्दिएको। घानालाई लास्ट पार्दै मैले घानाको खासै। अब यहाँनिर हेर्ने हो भने हैन, सेनेगल थर्ड बेस्ट टिम भएर जान्छ हैन। अनि को जान्छ त? को यो पनि जान्छ। अनि स्कटल्यान्ड ठिक छ, चेक भन्दा नि यो अस्ट्रिया पनि जान्छ। अस्ट्रिया पनि राफ र्याङ्गनीको टिम हो, राम्रै खेलिरहेको नि। कति 8वटा टिम जाँदो रहेछ भनेपछि को जान्छ? स्विडेन पनि जान्छ, इजिप्ट पनि जान्छ होला। इजिप्ट पनि जाला, जान्छ इजिप्ट जान्छ, पाराग्वेलाई कतिवटा ल भयो, पाराग्वेलाई अब एउटा भनेको ल कसलाई हटाउनु पर्छ? उज्बेकिस्तान जाँदैन, साउदी जाँदैन, बोस्नियाको टिम। यो बोस्निया कसकोमा थियो यो? ल यति लगाउँ है त हामी। ल ठिक छ। ल 14 लगाउँ है त। यिनीहरू पिक नकआउट हैन, नकआउट अब नकआउट राउन्ड अफ 32 सुरु भयो।
केटाहरू जर्मनी र पाराग्वे जर्मनी नो डाउट होइन बोस्टन जर्मनीले स्टेडियममा जर्मनी जर्मनी नै हो पाराग्वे जर्मनीले मजाले जित्छ फ्रान्स नै गरौँ फ्रान्स नै गरौँ यसमा फ्रान्स यो गेम बवालले छ है फेरि यो गेम चाहिँ अब कोरिया भर्सेस क्यानाडामा चाहिँ अलिकति अब होम एडभान्टेज अब जे भयो नि उता अमेरिकातिर भएको कारणले गर्दाखेरि क्यानाडालाई लैजाउँ होला अगाडि ल क्यानाडालाई लगाउँ क्यानाडालाई होइन त्यसपछि हुन्छ। यो गेम चाहिँ फेरि डेन्जर छ नेदरल्यान्ड र मोरोको अब यसमा प्रिटी गर्ने गेम कडा पर्छ तर यहाँ नेदरल्यान्ड चाहिँ फेभरेट धेरैको छन् होइन तर नेदरल्यान्ड चाहिँ धेरैको डार्क हर्स मान्छन् नेदरल्यान्ड चाहिँ नेदरल्यान्डले लिएर नेदरल्यान्डले जाला त वर्ल्ड कपको एक्सपिरियन्सको कुराले गर्दाखेरि नेदरल्यान्डले लगाऊ तर तर मलाई लाग्छ यो गेम पेनाल्टीमा जान्छ जस्तो लाग्छ हुनसक्छ त्यो पनि ल अब अर्को तल जाउँ ल यो कोलम्बिया र क्रोएसियाको कुरा गर्नु पर्दाखेरि को जाला रोजन भाइलाई हतार भयो क्या क्रोएसियाको कोलम्बिया र प्लेयरहरू क्रोएसिया बुढा भइसके होइन होइन यस्तो गरौँ यसलाई चाहिँ अलिक फास्ट गरेर अनि अब राउन्ड अफ 16 बाट अलि एनालाइसिस कोलम्बियालाई कोलम्बिया जान्छ यहाँबाट स्पेन जान्छ स्पेन। नो डाउट होइन अब यो टर्की टर्की नै जान्छ यहाँबाट ग्यारेन्टी होइन अब बेल्जियम नै जान्छ होला बेल्जियम। यसमा चाहिँ होइन अब ब्राजिल र जापानमा चाहिँ यो गेम अस्ति जापानले हराइदिएको फेरि यो गेम फेरि अब यो जापानले वर्ल्ड कप जित्ला भनेपछि होइन वर्ल्ड कप भनेपछि हामी ब्राजिललाई फेभरेट राखौँ होइन ब्राजिल यसपालि कडा इक्वेडर भर्सेस नर्वेमा चाहिँ यहाँ अब के हुन्छ यो नर्वे 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 नि जाला एकदम। मेक्सिको भर्सेस स्कटल्यान्डमा मेक्सिकोलाई राखौँ उनीहरूको होम एडभान्टेज दिउँ मेक्सिको। अहिले यो इङ्ल्यान्डले राखौँ होइन अब यो त जितिरहेको भयो उनीहरूको यो त डर्बी जस्तै गेम भयो उर्केर अर्जेन्टिना युएसए अब भर्सेस यो त युएसए भर्सेस इरान हुन्छ यार यो फाइटै भन्दा पारेछ के होला? यहाँ त, के हो यो ए हामीले त वर्ल्ड वारै फाइट पारेर पार्न के हो यहाँ के यसमा होला युएसए नै जान्छ युएसए नि जान्ला यो युएसए गेम त युएसएलाई उतैको अवारै टिम हुन्छ त्यो गेम भयो भने त स्विजरल्यान्ड भर्सेस स्विजरल्यान्ड नो डाउट होइन पोर्चुगल भर्सेस पोर्चुगल। पोर्चुगल होइन ल अब अब हामी चाहिँ कहाँ आयो? अब चाहिँ हामी सिरियस है त राउन्ड अफ 16 भनेपछि त ओहो जर्मनी भर्सेस फ्रान्स सुरुमै कि गेम जर्मनीसँग सक्यो कस्तो तिमीहरूको। क्वालिटी जर्मनी छ भर्सेस जित्नलाई अब जर्मनी लेभलको क्वालिटी चाहिँ छैन होइन यसपालि त फ्रान्सले चाहिँ होइन फ्रान्स फ्रान्स होइन तर फ्रान्स चाहिँ किनभने अलि फेभरेट छ यसपालि धेरै के छ- खतरा पनि छ सबै ठाउँमा बराबर फ्रान्स अहिले अलि एकदमै राम्रो भनौँ प्लेयरहरू एकदम एनर्जेटिक प्लेयरहरू अगाडि एकदम Energetic। अट्याकदेखि लिएर अब त्यो एकदमै डिफेन्सदेखि लिएर मिडदेखि लिएर राम्रो प्लेयरहरू छ जर्मनीमा पहिलाको जस्तो प्लेयर पनि रहेनन् नि पहिलाको जस्तो त्यस्तो खेल्ने बिचमा मिडफिल्डमा अलिक कमजोरै छन् पहिलाको जस्तो छैन अहिले पहिलाको जस्तो जे होस् अब यो नेदरल्यान्ड भर्सेस क्यानाडामा एक्सपिरियन्स चाहिँ म्याटर क्यानाडाको त्यो क्वालिटी छैन नेदरल्यान्डले यो कोलम्बिया र स्पेनमा त अब यो ओहो। हेर्न मजा आउँछ यो गेम फेरि हेर्न एकदमै मजा आउँछ स्पेनले जित्छ यो बेल्जियम भर्सेस टर्की यो गेम फेरि बवाल हुनेवाला छ है फेरि यो गेम फेरि बवाल टर्कीले धेरैजनालाई नसोचेको गराइदिन सक्छ के यसमा कसले जित्ला बेल्जियम र टर्कीमा तर बेल्जियम मलाई टर्की बेल्जियम जित्ला जित्छ। मलाई टर्की जित्छ जस्तो लाग्छ यो गेम चाहिँ होइन बेल्जियम केटाहरू के? जित्दैन, दुईजनाको गाह्रो छ, कुरा बेल्जियमले सुनेँ जित्छ। मैले। ल दुईजनाको कुरा सुने मैले यसमा नर्वे ब्राजिल यो नो डाउट होइन कुरै गर्नु ब्राजिल। परेन मेक्सिको भर्सेस मेक्सिको इङ्ल्यान्ड र- यहाँ छ फेरि इङ्ल्यान्डलाई लिएर जाउँ इङ्ल्यान्डले लिएर जाउँ है यो अन पेपर हेरौँ है अन पेपर र ऊ हेरौँ अर्जेन्टिना अब अर्जेन्टिना यो नो डाउट अब यो पुरै यसमा त पोर्चुगल अब सधैँ जितिरहेको पोर्चुगलले ओहो के हो यो दादा ल के हो त मेसी रोनाल्डो पारिदियो त यार यहाँ अब के कुरा हुन्छ है त्यहाँ एकछिन पक्का त्यहाँ त्यहाँ हो रोजन फ्रान्स भाइलाई versus अर्जेन्टिना सेयर गर्न दिनुहुन्न फ्रान्स भर्सेस नेदरल्यान्डमा कसले जित्ला त ल यो गेम फेरि टक्कर हुन्छ एकदम बवाल हुन्छ बेल्जियम यो भर्सेस नेदरल्यान्ड जहिले फाइनलमातिर आएर हार्नुको कारण अब यसपालि बवाल खेल्न सक्छ यो फ्रान्ससँग यस्तो भयो भने चाहिँ फ्रान्सले त्यही पनि फ्रान्सले चाहिँ जित्छ फ्रान्सले जित्छ अघिल्लो पालि झन् अर्जेन्टिना हराइदिएको थियो होइन गाह्रो पर्छ फ्रान्सले इजिली गाह्रो जित्छ लाग्छ पछि फ्रान्स जित्ला होइन अन पेपर हेरौँ हामी होइन नेदरल्यान्ड पनि अफसेट पनि हुनसक्छ अफसेट भन्दिनँ यो गेम हार्यो भने फ्रान्सले हार्यो भने अफसेट भन्न मिल्छ त नेदरल्यान्ड नि बवालै छ नि मिल्दैन यो स्पेनै भनौँ स्पेन भर्सेस बेल्जियम स्पेन बेल्जियमको- स्पेन चाहिँ फेभरेट छ वर्ल्ड कप चाहिँ उठाउला जस्तो भइसक्यो स्पेनले योपालि अब यो ब्राजिल ब्राजिल भर्सेस इङ्ल्यान्ड
यसमा चाहिँ अब साउथ अमेरिकन भएर ब्राजिललाई नै लान चाहन्छु म त अगाडि। ल ठिक छ, ल यो ठिक छ, म नि ब्राजिल लैजाउँ हामी। ब्राजिल होइन, त्यसपछि अब यो छ अर्जेन्टिना भर्सेस पोर्चुगल। ल अर्जेन्टिना भर्सेस पोर्चुगल अब के हुन्छ लाग्छ होला? तिमीलाई? यसमा अब के यसमा लाग्छ ल भन। अब बेस्ट टिम नै छन् दुवैजना, अब एकदमै अब मेसी भर्सेस रोनाल्डो आयो होइन यसमा होइन। यसमा ल के अब यसमा चाहिँ अर्जेन्टिना चाहिँ टिमवर्क नै खेल्छ होइन, मेसीको लागि भनेर फेरि अब रोनाल्डोको लागि भनेर चाहिँ अब कस्तो प्लेयर रोनाल्डोको लागि नि खेल्छन्, अब लास्ट वर्ल्ड कप हो, रोनाल्डोको लागि नि लास्ट वर्ल्ड खेल्छन् कप हो। अब उनीहरूले भनिसक्यो, त्यो स्टेटमेन्ट पनि दिइसक्यो, प्लेयरहरूले भनिसक्यो हामीले अब राइट नाउ हेर्नु पर्दाखेरि मिडफिल्ड हेर्नु पर्दाखेरि त नम्बर 1 नै पर्छ होइन। अब अरू चाहिँ म केही भन्दिनँ, मिडफिल्ड चाहिँ बवाल नै छ। अब अर्जेन्टिनाको अर्जेन्टिनाको नि अहिले लेटेस्ट गेमहरू हेर्ने भने त राम्रो खेलेछ बवाल होइन, तर होन्डुराससँग चाहिँ अलिक कमजोरै खेले हो मैले भन्ने हो भने त, 2 गोलले जित्यो होइन। फेरि अर्जेन्टिनाको के छ भन्दाखेरि नि एज अ टिम खेल्छ कि उनीहरू, कुनै स्टार प्लेयर मेसी बाहेक कुनै स्टार प्लेयर छ त छैन। ठिकै छ। फेरि यो म एक्चुअली यो एउटा चिज सेयर गरौँ यसमा, एउटा चिज सेयर गर्छु ल यसमा। मिल्दैन त, गर्नै मिल्दैन रहेछ। ब्रुनो फर्नान्डेज जस्तो बवाल यो होइन कि यो अर्जेन्टिनाको हेर्ने यो हेरौँ न, राम्रो छ कि सबै राम्रो छ कि, मिडफिल्ड पनि ठिक छ होइन, डिफेन्डर पनि ठिक छ होइन। अट्याकरमा त अब हामी कता कता फ्रान्सको भन्छौँ, यो भन्छौँ, झन् दामी छ कि अर्जेन्टिनाको। मेसी छ, अल्भारेज छ, लिसानार्डो मार्टिनेज छ, निको पासले बवाल गरिरहेछ। मेन भनेको अब लास्ट अब 2022 कोर प्लेयरहरू छन् सबै। मिडफिल्डमा हेर्ने हो भने तिम्रो म्याकलिस्टरदेखि इन्जो फर्नान्डेजदेखि लिएर पाराडेज, डिपल होइन, अनि त्यसपछि सबैजना पहिलाकै लगभग प्लेयरहरू छन् होइन। यसमा अब भ्यालेन्टाइन बारको लिएर प्यालासियोस, अब लोल्सेसोहरू झन् थपिएको छन् यसपालि। अब अलि अब यसमा अट्याकमा पनि हेर्ने हो भने अब मेसी, जुलियन अल्भारेज, लौटारो मार्टिनेज पहिलाकै भइहाल्यो। अब गोन्जालेसले पनि जुन टाइमिङ दिन सक्छ ऊ पनि छ। अब निको पाज अहिले युरोपको वान अफ द मोस्ट ट्यालेन्टेड यङ स्टार। सिरियामा पर्फर्मेन्स हेर्ने हो भने कोममा आउटस्ट्यान्डिङ पर्फर्मेन्स होइन। अब के अरे सिमोने र अल्माडा अब हेरौँ, आजै बिहान नै अल्माडाको अब इम्प्याक्ट गोल हेरौँ। लोपेज अब यो नयाँ प्लेयर पाल्मेरेसको पनि परेका छन् होइन। अब हेर्ने हो भने पहिलाको भन्दा पनि लेफ्टमा हेर्ने हो भने पनि अब ब्याक भनौँ न एकदम बेन्चदेखि लिएर पनि एकदमै मिडफिल्ड र अट्याकिङ त बेस्ट नै छ अब होइन। अब किपर हेर्ने हो भने अब रुलीले अब मुसो एथलेटिको म्याड्रिडबाट यसपालि राम्रो गेम टाइम पनि पाएन। अब इमालमा मार्टिनेज छँदैछन् होइन। अब अलिकति प्रब्लम भनेको डिफेन्डिङमा चाहिँ कुटी रोमेरो अब इन्जोर्डबाट फर्केका हुन्। अब अर्को हेर्ने हो भने चाहिँ अब हाम्रो लिजान्ड्रो मार्टिनेज पनि 1.5 सिजन खेलेनन् युनाइटेडको लागि, उनी पनि छन्। अब ओटामेन्टको बेनिफिकामा त्यस्तै छ होइन। सर्टकट गरौँ न यसलाई, सर्टकट है, फेरि लङ हुन्छ लास्टै होइन। हुन्छ ठिकै छ। मैले भन्न अर्जेन्टिनाको रिभ्यू गर्न लाग्यो तिमीले यार। मैले भन्न खोजेको चाहिँ होइन, योपालि वर्ल्ड कप जित्नको लागि फ्रान्स भने, स्पेन भने, पोर्चुगल भने, तर मैले अर्जेन्टिनाको स्क्वाड यसो हेर्दाखेरि चाहिँ हुन्छ नि बवाल नै छ कि अर्जेन्टिनाको स्क्वाड पनि हुन्छ नि। त्यो लेभलको रेट गरेको छैनन् नि मान्छेहरूले धेरैले होइन। त्यो अब पोर्चुगलको त डिफेन्डिङ च्याम्पियन दुईटै टिम बवाल छन्। ल यहाँ अब सेलेक्ट चाहिँ कसलाई गर्ने ल त्यो भन्नु पर्यो हामीले। पोर्चुगल अगाडि लिएर जाउँ भन्छु म चाहिँ। ल तिमीले भन्यो म पोर्चुगलले अगाडि लिएर गएँ, दुईजनाको कुरा भयो। ल एकजना ल ल ल ल ल ल यो अब अलिकति अब यो सेमी फाइनलको कुरा आयो होइन। यहाँ सेमी फाइनल फ्रान्स भर्सेस स्पेन के, यो त अति नै बवाल नै गेम भनौँ। यसमा चाहिँ अब हेर्ने हो भने स्पेनको अब म चाहिँ यसपालिको टुर्नामेन्ट र प्लेयर अफ द टुर्नामेन्टलाई चाहिँ यामाललाई मेरो भित्रै गट फिलिङ आइरहेको छ। यामाल चाहिँ प्लेयर अफ द टुर्नामेन्ट, मलाई पनि त्यही चिज लागिरहेको छ। ऊ फिट रह्यो भनेपछि अब जस्तो मिडफिल्ड छ अब स्पेनको होइन, अब जसरी स्पेनिस चल्छ होइन। अब एक्सपिरियन्स कोच पनि छन्, त्यसै गरी अब डिफेन्डिङमा पनि अब प्लेयरहरू पनि टन्नै छन् होइन। त्यसको कारणले गर्दाखेरि मिडफिल्ड त डोमिनेट गरिहाल्छ, किनभने फ्रान्सको मेन कमजोरी भने। तर स्पेनको अट्याक भन्दा चाहिँ फ्रान्सको अट्याक बलियो देखिन्छ होइन। युरोपको टप प्लेयरहरू पनि छन्। तर स्पेनमा चाहिँ फेरि के छ भनेपछि अब यामाल फिट रह्यो भने चाहिँ
अब त्यहाँनिर फेरि प्लेयरहरू छन्, तर फर्मिन लोपेजको एब्सेन्सले चाहिँ एकदमै ठुलो कस्ट गर्नेवाला छ स्पेनलाई वर्ल्ड कपमा होइन, इन्जर्डको कारण। तर पनि अब एम्बापेले कस्तो पर्फर्मेन्स गर्छ, किनभने एम्बापे डेम्बेले भनौँ न ओलिसे हुन्छ, तर एम्बापे र डेम्बेलेलाई सँगै स्टार्ट गर्दाखेरि चाहिँ दुवै युरोपका एकदमै फर्म प्लेयरहरू हुन्, तर सँगै स्टार्ट गर्दाखेरि चाहिँ त्यो एकदमै भनौँ न अलिक कमजोरी पनि देखिरहेको छ के त्यो। जस्तै हाम्रो भिनी र एम्बापेको जस्तो रियल मेड्रिडमा प्रब्लम आउँछ, फ्रान्समा पनि डेम्बेले र एम्बापेको चाहिँ एउटै प्रब्लम आइरहेको जस्तो पाइन्छ। त्यही भएर चाहिँ अब एम्बापेलाई स्टार्ट गराउने हो कि डेम्बेलेलाई स्टार्ट गराउने हो, अनि किनभने चाहिँ मेरो विचारमा अर्को दुईजना चाहिँ ओलिसे र हाम्रो अर्को पिएसजीको प्लेयरको नाम के अरे बार्कोला र डुए पनि छ होइन, सबैलाई फिट गर्नुपर्ने हुन्छ। अब कसरी चाहिँ अब डेजेम्पासले कसरी खेलाउँछन् भन्ने कुरा हो। तर यसमा चाहिँ के होला दाइ, फ्रान्स भर्सेस स्पेनमा तपाईँको डिसिजन? स्पेन, मलाई चाहिँ स्पेन चाहिँ लाग्छ मलाई, किनभने स्पेन यो फ्रान्सको टिम जति पनि अन पेपर हेर्दाखेरि बेस्ट देखिरहेको छ नि, त्यो धेरै प्रब्लम आउनेवाला छ कि मलाई पनि त्यही लागिरहेछ फ्रान्सकोमा। ठिकै, फ्रान्सको फेरि प्रब्लम के एउटा के आउन सक्छ भने चाहिँ यदि लास्ट टाइम वर्ल्ड कपमा पनि हेर्ने हो भने अब जसरी 60 मिनटसम्म अर्जेन्टिनाले अब उनीहरूको अट्याकिङलाई जसरी ब्लक गरिदियो नि, स्पेस नै दिएनन् जसरी गरे, त्यस्तो यदि कुनै टिम स्पेनले त्यस्तो गर्न नसक्ला भन्ने सकिन्न नि त। स्पेनले गर्न सक्छ त्यो, यदि उनीहरूको अट्याकलाई चाहिँ जुनै पनि टिमले यदि रोक्न सक्छ भनेपछि चाहिँ फ्रान्स कमजोर हुन्छ जस्तो लाग्छ मलाई चाहिँ गेममा। त्यही भएर स्पेनलाई नै यस गरेँ मैले पनि, स्पेनलाई लैजाउँ फाइनलमा। अब यता को छ अर्को? ओहो, ब्राजिल भर्सेस पोर्चुगल चाहिँ यार। अब यसमा चाहिँ ब्राजिल यहाँसम्म आउला त। यो ब्राजिलको अब रिसेन्ट फर्म, नेमार पनि आएको छ होइन ब्राजिलमा। अब नेमार वर्ल्ड कप अब खेल्नलाई कतिको फिट हुन्छ के हुन्छ, फेरि खेल्दा खेल्दै नेमार त इन्जर हुने पनि धेरै चान्सेस छ नि त। अब त्यही हो, ब्राजिल अब एकदम साउथ अमेरिकन कन्डिसनमा राम्रै खेल्न पर्ने हो। अब एक्सपिरियन्स कोच पनि छन् यसपालि, अब तपाईँको प्लेयरहरू पनि अब एन्चोटीले चाहिने प्लेयरहरूलाई सेलेक्ट गरेका होइन। अब तर पनि अब अर्जेन्टिना भर्सेस पोर्चुगल, यदि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई पराजित गर्ने टिमहरू लगभग सेमी फाइनल फाइनल खेलिरहेका हुन्छन्। अब हरेक टुर्नामेन्टमा, लास्ट टुर्नामेन्ट 2018मा पनि फ्रान्सले नकआउट गरेर फ्रान्सले विश्वकप जितेको हो, 22मा त अर्जेन्टिनाले नै जित्यो। त्यसै गरी उतापट्टि 2014मा हेर्ने हो भने अर्जेन्टिना फाइनलसम्म पुग्यो, जर्मनीसँग हारेको होइन। 10मा पनि लगभग जर्मनीसँग आउट भए पनि जर्मनी सेमी फाइनलसम्म पुगेकै टिम थियो। तर मलाई चाहिँ पोर्चुगलै फाइनल पुग्छ जस्तो लाग्छ। पोर्चुगललाई नै मैले सोचेको चाहिँ पोर्चुगललाई के समस्या थाहा छ? पोर्चुगलको समस्या भनेको चाहिँ उनीहरूले अब उनीहरू पोजिसनमा खेल्छ नि त, अब बल लुज नगरिकन, अनि उनीहरूको मिडफिल्ड पनि बवाल छ। अर्जेन्टिनाको केमिस्ट्री मिल्ने, अहिले पोर्चुगल पनि उत्तिकै केमिस्ट्री मिल्छ। ब्राजिलको चाहिँ खेलाडी बीच त्यति चाहिँ छैन, ओके छैन। यसपालि स्कुटिको भरमा हो होइन। त्यही भएर पोर्चुगल चाहिँ केमिस्ट्री राम्रो बिल्डअप हुने भएको भएर पोर्चुगललाई चाहिँ खेलाडीलाई सपोर्ट गर्छन् भन्ने एउटा क्वेसन आउँछ। अर्को क्वेसन भनेको चाहिँ टिमको केमिस्ट्री कसरी हुन्छ। अब मिडफिल्डमा र डिफेन्डिङमा त राम्रै छ पोर्चुगल, अब मिडमा स्टार प्लेयरहरू इन्जोर्ड भएर घुमाउनु पर्यो भने पोर्चुगल अब यहाँसम्म पनि नपुग्ला। तर अब यहाँबाट चाहिँ अहिले यसो हेर्ने हो भने चाहिँ अब यहाँ अर्जेन्टिना र पोर्चुगलमा जसले जित्छ त्यही नै फेभरेट हुन्छ फाइनलसम्म। तर अब यो स्क्वायर भन्दाखेरि पनि लगभग अब पोर्चुगललाई नै एज दिउँ फाइनल पुऱ्याउँ यसपालि। फाइनल पुऱ्याउँ। फेरि पोर्चुगलको प्रब्लम चाहिँ के छ भन्दाखेरि प्रपर काउन्टर अट्याक खेल्ने टिमहरूसँग गोल खाइरहेको हुन्छ नि, काउन्टर अट्याकमै गोल खाइरहेको हुन्छ नि पोर्चुगलले। बिल्डअप फेसमा त्यो मिस्टेक गरेर खाइरहेको हुन्छ नि, त्यो मिस्टेक गरेन भने चाहिँ पोर्चुगलले जित्न सक्छ। त्यो चाहिँ पोर्चुगलको मिडफिल्डलाई खोल्न सक्छ, त्यो टिमले पोर्चुगललाई चाहिँ अलि अब पोर्चुगललाई हराउन सक्छ है फेरि त्यो चाहिँ। त्यो नि हो। हुन्छ ल, पोर्चुगल फाइनल स्पेन भर्सेस पोर्चुगललाई यो के फाइनल दोहोरिएको छ। अब पेनल्टी सुटआउटमा गएर पोर्चुगलले जित्न सफल भयो। अब यहाँ चाहिँ जित्नेवाला छ वर्ल्ड कप 2000। स्पेनको अट्याकिङ राम्रो छ, मिडफिल्ड त्यति उत्तिकै बवाल छ, किपर उत्तिकै राम्रो छ। क्या स्पेन डेभिड राय अहिले आर्सेनलको किपर, कहाँ यो स्पेनलाई यति हेर्न सकिन्छ? स्पेनले जित्छ मेरो विचारमा चाहिँ है। स्पेनले जित्छ मेरो विचारमा चाहिँ होइन। अब पेनाल्टीसम्म नि हुन सक्छ है फेरि यो गेम। अब यसो फेरि पेनाल्टी पुग्यो भने पोर्चुगलले जित्छ है फेरि। पेनाल्टी के अरे डिएगो कोस्टा नपुगेन। तिमीले अघि भने होइन एमएलले स्टार अफ द टुर्नामेन्ट हुन्छ भनेर, अब यहाँ कहाँ स्पेनले जित्छ? पेनाल्टीमा पुग्दैन, एमएलले
एउटा एसिस्टले गोल हान्छ। फ्रान्ससँग खेलायो, कोलम्बियासँग खेलायो, स्पेनलाई त्यो यमनलाई स्टार बनायो यार तिमी। गाह्रो पर्दैन ल दुईजनाको भन नि त, दुईजनाको भन नि त। म त यहाँ जसको धेरै भोट आयो त्यसले जित्छ भन्ने छ हामीले त। म त स्पेन नै हो मेरो त। अब दाइ के भन्नुहुन्छ? ल मेरो लागि नि स्पेन। ल स्पेनले जित्यो ल। रोनाल्डोले जितोस् भन्ने चाहना चाहिँ हो हैन, तर गाह्रो चाहिँ पर्छ। स्पेन कडा छ एकदम। स्पेन कडा छ। पोर्चुगलको पनि भन्न सकिन्न है फेरि, अब यो के भन्नै सकिन्न कि। पोर्चुगल फाइनलसम्म भन्न त सकिन्न, अब वर्ल्ड कप हो, अब कुन सानो टिमले नि जित्न सक्छ त के थाहा हामीलाई। यस्तो हो दाइ, फाइनल पुग्नु पनि एउटा वर्ल्ड कप जस्तो ठुलो कम्पिटिसन, फाइनल पुग्नु पनि ठुलो एचिभमेन्ट हो। अब बेस्ट गर्दा गर्दै, राम्रो पर्फर्मेन्स गर्दा गर्दै फाइनलमा पुगेर पनि अब एउटा चुक्न पनि सक्छन् टिमहरू हैन। तर पनि अहिलेको फर्म यताउति प्लेयरहरू हेर्दाखेरि चाहिँ, यताउति सबै हेर्दाखेरि चाहिँ अब स्पेन राम्रै छ जस्तो लाग्छ। हेरौँ के हुन्छ। यो त हाम्रो जम्मै प्रेडिक्सन मात्रै हो नि त। अब यो प्रेडिक्सनको पुरै गोलमार्क पनि हुन्छ। थर्ड प्लेसको लागि देखाएन त्यसमा? ए थर्ड प्लेसको लागि मैले गरिन नि। थर्ड प्लेसको लागि गर्नुपर्छ र? पर्दैन थर्ड प्लेसको लागि। ल यही नै हो भाइले सुत्न हतार भइसक्यो। तिमी यार के हतार यार। स्पेनलाई जितायो। स्पेनलाई जितायो लास्ट। स्पेनलाई जितायो हामीले। ठिक छ त। ठिकै छ है त। ल हाम्रो मनमा पोर्चुगल थियो होला केटाहरुको। सारा नेपाली फुटबल फ्यानहरुलाई चाहिँ मैले त पोर्चुगलले जिताउन लाग्यो हैन। अब कसले जित्छ हैन। हाम्रो त पोर्चुगललाई जबरजस्ती भए पनि फाइनल लिएर गयो हैन। आफ्नो अर्जेन्टिनालाई आउट पारेर भन्ने के? अर्जेन्टिनासँग हरायो यार केटाहरुले। अब अर्जेन्टिनालाई फाइनल पुर्याएको भए चाहिँ जिताइन्छ भनिन्थ्यो होला। अब पोर्चुगललाई पुर्याएको भएर स्पेनसँग हराइयो। अब के हुन्छ यसो कमेन्ट गर्नु होला। ल त्यति गरौँ है त। यो रेकर्ड चाहिँ इन हान्दिन्छु। यति नै गरौँ ल।